वर्ष मुनिका बालबालिका भएको घरमा सबै आमाहरूसँग बाल स्वास्थ्य कार्ड त छ होला, तर बाल स्वास्थ्य कार्डमा दिइएको हरियो, पहेँलो र रातो रङको बारेमा सबै आमाहरूलाई जानकारी नहुन पनि सक्छ। बाल स्वास्थ्य कार्डको बारेमा पूरा जानकारी प्राप्त गर्नको लागि भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। बालबालिकाको वृद्धि विकास राम्रोसँग भएको छ कि छैन, बच्चा कुपोषित छ कि सुपोषित छ भन्ने कुरा थाहा पाउन बच्चालाई प्रत्येक महिना स्वास्थ्य संस्था, खोप क्लिनिक वा गाउँघर क्लिनिकमा लिनु पर्दछ। बाल स्वास्थ्य कार्डमा उमेर अनुसार वृद्धि अनुगमन चार्ट दिइएको छ र त्यस कार्डमा हरियो, पहेँलो र रातो रङ गरेर छुट्याइएको छ। वृद्धि अनुगमन चार्टमा बालक र बालिका गरेर दुई ठाउँमा दिइएको छ। बालिका चाहिँ माथिको रोमा रहेको छ भने बालक चाहिँ तलको रोमा रहेको छ र यसमा चाहिँ तौल चाहिँ यता साइडमा दिएको छ भने जुन तौल भन्दा तल चाहिँ 0 भन्दा यता 1 2 3 4 गरेर दिएको छ। यो चाहिँ महिना हो। यो चाहिँ कुन महिनामा बच्चाको तौल कति छ, कति महिनामा चाहिँ बच्चाको तौल कति पुग्यो भनेर चाहिँ यहाँ हेरिन्छ। त्यही भएर चाहिँ तल चाहिँ महिना हो भने यता माथि चाहिँ बच्चाको तौल हो। र यसमा चाहिँ हरियो, पहेँलो र रातो रङ गरेर तीनवटा रङ चाहिँ दिएको छ। हरियो रङ भनेको एकदमै राम्रो भन्ने बुझिन्छ। बच्चा चाहिँ स्वस्थ छ, बच्चा एकदमै राम्रो छ, वृद्धि विकास राम्रोसँग भएको छ, बच्चाको स्याहार सुसार राम्रोसँग भएको छ, बच्चाको अभिभावकले राम्रोसँग स्याहार सुसार गर्नुभएको छ, खानपिनमा राम्रोसँग ध्यान दिनुभएको छ भन्ने कुरा बुझाउँदछ। र बच्चा अहिले हरियोमा पर्यो भन्दैमा आउने महिनाहरूमा पनि बच्चा हरियोमै पर्छ भन्ने हुँदैन। त्यही भएर प्रत्येक महिना बच्चालाई स्वास्थ्य संस्थामा लिएर जोख्नु पर्दछ र पछि आउने दिनहरूमा बच्चा पहेँलोमा र रातोमा नपरोस् भन्नको लागि बच्चालाई स्याहार सुसार सँगसँगै खानपिनमा पनि ध्यान दिनुपर्ने हुन्छ। बालबालिकाको वृद्धि रेखा हरियो भागभित्र परेको अवस्थामा यो अवस्था भनेको सामान्य अवस्था हो। यसले बालबालिकाको वृद्धि विकास राम्रोसँग भइरहेको छ भन्ने कुरा जनाउँदछ र अभिभावकले पनि बालबालिकालाई राम्रोसँग स्याहार सुसार गर्नुभएको छ र खानपिनमा पनि राम्रोसँग ध्यान दिनुभएको छ भन्ने कुरा जनाउँदछ। अहिले बच्चा हरियोमा पर्यो भन्दैमा आउने दिनहरूमा पनि बच्चा हरियोमा परिराख्छ भन्ने छैन। आउने दिनहरूमा बच्चा पहेँलो र रातोमा नपरोस् भन्नको लागि बच्चालाई स्याहार सुसार लगायत खानपिनमा पनि ध्यान दिनुपर्ने हुन्छ। बालबालिकाको वृद्धि रेखा पहिलो भागभित्र परेमा जोखिमको अवस्था भन्ने बुझिन्छ। बालबालिकाको तौल बढ्न छोडेको छ र वृद्धि विकास रोकिएको छ भन्ने कुरा जनाउँदछ। बालबालिकाको वृद्धि रेखा रातो भागमा परेमा अति जोखिमको अवस्था भन्ने बुझिन्छ। यो अत्यन्तै जोखिमपूर्ण अवस्था हो। यसमा बच्चाको वृद्धि विकास तल तल झर्दै गएको हुन्छ। यसमा बालबालिका ज्यादै दुब्लो र पातलो देखिन्छ र यस्ता बालबालिकालाई कुपोषित हुन सक्ने सम्भावना पनि एकदमै धेरै हुन्छ। बालबालिकाको तौल घट्नका धेरै कारणहरू हुन्छन्, जुन कारणहरूमध्ये बच्चालाई कुनै रोग लागेको छ भने र बच्चालाई कुन खाना खुवाउने, कति पटक खाना खुवाउने, कस्तो खाना खुवाउने, कति मात्रामा खाना खुवाउने भन्ने कुरा सबै आमाहरूलाई जानकारी नहुन पनि सक्छ र यस्तो गर्दा बच्चालाई पौष्टिक तत्त्व राम्रोसँग नपुगेको कारणले गर्दाखेरि पनि बच्चाको वृद्धि विकास राम्रोसँग नहुने, बच्चाको तौल खस्किँदै जाने अवस्थाहरू पनि आउँछ। बच्चालाई कति पटक खाना खुवाउने, कस्तो खाना खुवाउने र कति मात्रामा खाना खुवाउने भन्ने कुराको विषयमा अर्को भिडियो रहेको छ। त्यो भिडियो हेरेर हजुरहरूले आफ्नो बच्चालाई कति महिनाको बच्चा हो, कति महिनाको बच्चालाई कति मात्रा खाना खुवाउने भनेर अर्को भिडियोमा रहेको छ। त्यो भिडियोमा हजुरहरूले हेरेर जानकारी लिन सक्नुहुन्छ। र तपाईँको बच्चा हरियो, पहेँलो र रातो कुनमा पर्यो, हरियोमा पर्यो भने एकदमै राम्रो। बच्चालाई अझै राम्रोसँग स्याहार सुसार गर्नुहोला, बच्चाको ख्याल गर्नुहोला र बच्चालाई खानपिनमा ध्यान दिनुहोला। बच्चाको तौल हरियोबाट पहेँलो र रातोमा झर्न नदिनुहोला र यदि बच्चा पहेँलो र रातोमा परेको छ भने पनि हजुरहरूले बच्चाको खानपिनमा ध्यान दिनुहोला, स्याहार सुसार सँगसँगै सरसफाइमा पनि ध्यान दिनुहोला।